तपाईलाई यो बहुमत प्राप्त रासोपा सरकारले प्रधान न्यायाधीश नियुक्तिको बारेमा के भन्नुहुन्छ? सही निर्णय गर्यो त सरकारले? पहिलो कुरो त जनताको म्यान्डेट पाएको सरकारलाई 5 वर्ष आफ्नो नीति कार्यक्रम खुलेर चलाउन दिनुपर्छ। बाहिरका मान्छेले यो गर त्यो गर भन्ने नै होइन र नयाँले ती पुरानाले भनेको मान्ने पनि होइन। मन नपरे जनताले आफै आउट गरिदिन्छन्। पुरानै तरिकाले चल्नु थियो भने नयाँलाई किन बहुमत दिनु पर्थ्यो त? अहिलेको अवस्था यस्तो छ कि पुरानाले जेमा विरोध गर्छन् जनताले यो बुझ्न थालेका छन् कि सरकारले राम्रो काम गर्दैछ। अब यो नयाँ नियुक्तिबारे हेर्न बाँकी नै छ, काम कस्तो गर्छन्। पुरानाले चाहे अनुसार नियुक्ति भएको भए हाम्रा भाइहरूलाई सडकमा सिद्ध्याउनेहरूलाई खुरुखुरु खुला छोडिदिने थियो। अब सरकारको जति पनि राम्रो काम थियो न्यायपालिकाले रोकिदिने थिए। अब यी डाक्टरले के गर्छन् हेर्ने बाँकी छ। अर्बौंका भ्रष्टाचार, सलाइको काटीदेखि एयरपोर्टै बेच्नेसम्म घोटाला गर्नेहरूलाई पनि पार्टीको एफिलिएसन भनेर छोडिदिने थिए। अब यी नयाँले पनि छोडिदिन कि अहिले यी लङ्गडी पनि उफ्रिँदैछिन्। यिनी लासमाथि टेकेर ती हत्याराहरूलाई सजाय दिन गए कि होइनन्? के गरिन्? कति भ्रष्टाचारीहरूलाई समातिन्? कति फाइल खोलिन्? अहिले यिनीहरूले जस्तो भन्यो त्यही गरेर यी सबै अर्बौं लुट्ने अपराधीहरूलाई खुला बाहिर घुम्न दिनु भने जस्तो बुझिन्छ।